एमाले सरकारमा हुँदा नै सामाजिक सेवा अन्तर्गत 100 रुपियाँबाट सुरु गरेको भत्ता 4000मा पुर्याएर ज्येष्ठ नागरिकहरूलाई हामीले सम्मान र स्नेह गऱ्यौँ, बाँच्ने आधार तयार गऱ्यौँ। तर तिनै बुढाबुढीहरूलाई यसरी भड्काइयो। उनीहरूले भत्ता थापेर आएर गएर अन्तै भोट हाले, सूर्यमा भोट हालेन यसपल्ट कतिपय बुढाबुढीले। हो यहाँ चाहिँ के भने हामी जानुपर्थ्यो, जनतामा जानुपर्थ्यो, पुग्नु पर्थ्यो, भन्नु पर्थ्यो, हामी बोलेनौँ। सामाजिक सञ्जालले यत्रो आक्रमण गर्यो हामी माथि, एकअर्काका विरुद्ध हामी लेख्ने कमेन्टहरू, तर हामीले विरोधीका विरुद्ध कमेन्ट लेखेनौँ, विरुद्धको हमलाको प्रतिवाद गरेनौँ, प्रतिकार गरेनौँ। हामीले सुकुम्बासीका लागि कोसिस गरेका छौँ। अदालतले आयोग भङ्ग गरिदिन्छ, हामी बनाएर धनी पूर्जा बाँड्ने स्थितिमा पुग्छौँ, अदालतले भङ्ग गरिदिन्छ, हामी के गर्यौँ? त्यो कुरा सुकुम्बासीलाई हामीले बताउनु गएनौँ। हामी कमजोरी त त्यहाँ हो।